तपाईहरु यो पछाडीपट्टि धेरै मानिसहरू आएको देख्न सक्नुहुन्छ। यो सुर्खेतको यो सिंगल ट्री भन्ने यही हो। यो औँलाले देखाएको छु मैले। यहाँ धेरै मानिसहरू हरेक दिन आउने गर्दछन्। किन आउँछन् भन्दाखेरि टिकटक बनाउनका लागि, फोटो खिच्नका लागि, सँगसँगै वनभोज खानका लागि पनि यहाँ धेरै मानिसहरू आउने गर्दछन्। तपाईहरु पनि सुर्खेतको सिंगल ट्रीमा आएर तपाईहरु टिकटक बनाउन सक्नुहुन्छ, फोटो खिच्न सक्नुहुन्छ, सँगसँगै वनभोज खान सक्नुहुन्छ। यो ठाउँ यस्तो हो कि यो काँक्रीबिहारको नजिकै छ। यहाँ स्वच्छ हावा पनि हुने हुनाले यहाँ मानिसहरू साँझको समयमा फ्रेस हुनका लागि पनि आउने गर्दछन्। एउटा अलि पर ठाउँ छ एउटा। युवाहरू अहिले पछिल्लो अवस्थामा कुलतमा लागेको देखिन्छ। यहाँ जाँड रक्सी खाने त्यसपछि गाँजा खानेहरूको पनि यहाँ समूह देखिन्छ अलि पर। म तपाईहरुलाई केही समय पछाडि देखाउने छु। तपाईहरु पछाडिपट्टि मानिसहरू देख्न सक्नुहुन्छ। यो सिंगल ट्री भन्दा अलि ओड अलि केही दूरी टाढा पर्छ। यहाँ अहिले युवा पुस्ताहरू विशेष गरेर यहाँ गाँजा खानका लागि, मापस्या गर्नका लागि यहाँ आउने गर्दछन्। यो केही युवा साथीहरू भर्खर यो जङ्गल भित्रबाट बाहिर निस्केको यहाँ देखिन्छ। यतातिरको होइन, यतातिरको हेर्नुस्। यी साथीहरू भर्खर जङ्गलबाट निस्केका छन्। यी साथीहरू विशेष गरेर यहाँ मापस्या गर्नका लागि, गाँजा खानका लागि यो आएको देखिन्छ। यहाँ पछिल्लो पुस्तामा धेरै युवाहरू अहिले कुलतमा फसेको देखिन्छ। एउटा टिम योभन्दा अलि यता ठ्याक्कै यता पनि बसेको देखिन्छ। यो गाँजा खाने टिम हेर्नुहोस्। यो चेलीबेटी हो नि, यिन चेलीबेटीले टिकटक बनाइराखेका छन्। तर यतापट्टि चाहिँ यो गाँजा खाने टिम गाँजा खाइराखेको छ। यहाँ एउटा टिम तपाईहरु यता पनि देख्न सक्नुहुन्छ। ठ्याक्कै यता हेर्नुहोस्। यो टिमले ठ्याक्कै यहाँबाट अलि टाढा एन्टी परेर देखिँदैन। यहाँ धुवाँ उडाइरहेको छ यो टिमले। फेरि यो सुर्खेतको काँक्रीबिहारको तलतिर यो फेदमा मानिसहरू अहिले पछिल्लो अवस्थामा टिकटक बनाउने सँगसँगै युवा पुस्ताहरू कुलतमा लागेको देखिन्छ। म तपाईहरुलाई यो भिडियोबाट अनुरोध गर्न चाहन्छु। तपाईहरुको आमा बाबुले सुन्दर सपना देखेर तपाईहरुलाई यो वीरेन्द्रनगर सुर्खेत विभिन्न विद्यालय र विश्वविद्यालयमा पढ्नका लागि पठाउनु भएको छ। तपाईहरु यो एरियामा आएर यसरी जाँड रक्सी खाने, मापस्या गर्ने नगर्नु होला। यसले भोलिपछि तपाईको परिवार र तपाईको जीवन, समाजलाई र राष्ट्रलाई नै असर गर्ने गर्दछ।